हेलो एभ्रिवान, आज चाहिँ हो शनिबार हो। आज चाहिँ मेरो छोरीको स्कुल लाग्दैन र शनिबारको दिन चाहिँ हामी सबै लन्च गर्छौँ नि त हो। 1:15 भयो, अहिले चाहिँ हाम्रो लन्च गर्ने टाइम भयो। त्यही भएर आज हामीले के बनाएको छौँ नानी? साग छ, फिसको सुप छ हो, अन्त चाना बनाएको छ। अचार पनि छैन नि, आजकल पानी पिउन छोडेँ गाइस, किनभने छ नि मेरो घाँटी दुखिरहेको छ। अन्त नेन्सी अहिले अलिकति जाति भयो हो, हिजो निकै साह्रो परेको थियो तिमीलाई। अन्त अब हामी आमा छोरी खाएर देखाउँछौँ। नेन्सीको सुप आज एकदमै चिसो छ, आज पनि एकदमै चिसो नै छ वेदर। हालिदिउँ सुप? कस्तो उयो, हजुर कस्तो उयो च्यापच्यापे हो यो भात त। म आज निदाउनु भयो मन पर्यो। बिहान दबाई खाएर ऊ त्यो तिम्रो फिस फ्राई छ। उसले चाहिँ सुपमा चाहिँ त्यो फिस हालेको चाहिँ खाँदैन कि साथीहरू। उसलाई चाहिँ फाल्टै उयो गरिदिनुपर्छ, फ्राई गरेर निकालिदिनुपर्छ ऊ साथीहरू। अब चाहिँ मैले लिएँ, कहिले सक्ने भात खाउँ न, बिस्तारै खानुपर्छ नि। खाना खाना सानो साथीहरू वेदर चाहिँ चिसो नै छ आज पनि यहाँ। हिजो जतिको चाहिँ होइन, हिजो कता चिसो छ, हिजो जतिको चिसो छैन भनेको। ओपालै चिसो। खाउँ न अरू बेला त लन्चहरू खानु पाउँदैन सँगै हो। नेन्सी स्कुलमा है, म त सधैँ एक्लै हुन्छु साथीहरू। बेलुका पनि उसले प्रायः हटेन भयो। हालिदिनु न, म जान्दिनँ। स्कुलबाट आएर केहरू खान्छ कि साथीहरू, अन्त खानु नै मान्दैन ऊ। सधैँ म त एक्लै नै हुन्छु, त्यही भएर आज चाहिँ आमा छोरीसँग बसेर खाएको। मैले त्यस्तै बाना भन्छु, त्यो ठ्याक्कै सुन्दैन साथीहरू। केस बाँधेर खानुपर्छ कि पर्दैन भनेर भनिदिनुहोस् ल। नभन्नु, सबैजना मलाई याद छ कि लगाइरहेको छ कि म फेरि बाँध्नु सक्दिनँ, पुरा कपाल दुख्छ। बेबो हुइरहेछ है, हुन्छ नगर खुट्टा रेपमा खाऊ। यसबार हामीले खाइसकेको थियो स्कुलमा त हो नि। अन्त लन्च बेसै हुँदैन। चाना चाहिँ उसको फेभरेट भन्दा पनि फेभरेट हो साथीहरू। स्कुलमा चाना र रोटी मात्रै भन्छ, चाना र रोटी मात्रै, अरू केही सब्जी मान्दैन लानु। साथीहरू पनि हुर्को भइसक्यो। चाना कल लाग्दैन नि नाम। त नाम चिकन ल साथी हो, मैले त सकेँ। उसलाई चाहिँ टाइम लाग्छ हो। ल अब फेरि भोलि भेटौँला हामी सबैजना है नयाँ भिडियोको साथ। उसलाई टाइम लाग्छ, उसलाई टाइम दिनुपर्छ, उसले बिस्तारै खान्छ कि। हामी चाहिँ भोलि भेटौँ। बाई बाई सबैजनालाई।